Hello guys, welcome back to my channel. मलाई चाहिँ निराश जस्तो देखिया छ कि छैन छैन आज चाहिँ मैले यो साँझको समयमा भ्लग बनाउन सुरु गर्नुको उद्देश्य चाहिँ के हो भने तपाईले म पल्टिरहेको छु। उद्देश्य चाहिँ त्यस्तो साह्रो के हैन, तर अब मसँगै बस्ने मेरो साथी वीरगञ्जमा घर छ, मलाई के को डर छ भन्ने मूल नाराका साथ भोलि नेपाल जाँदैछ हैन। अनि अब म चाहिँ नजाने भएँ, सँगै जाने योजना थियो, तर सपना सबै टुटिगयो, मलाई कति पीडा भयो, मैले मुटु दिएकै हो तर तिमीलाई घृणा भयो भने जस्तो प्लान चाहिँ सबै प्लानहरू सक्सेस हुन्छ भन्ने हुँदैन। सो मैले चाहिँ जाने प्लान ड्रप गरेँ अनि म गइनँ भन्दैमा साथी त जाँदैन यस्तो त हुन सक्दैन। त्यो भएर अब ऊ चाहिँ घर जाँदैछ अनि प्याकिङ गर्दैछ। म तपाईहरुलाई आधा प्याकिङ सकिसक्यो, बल्ल बल्ल कन्भिन्स गरेँ भ्लगमा आउनको लागि, अनि हुन्छ हुन्छ भन्यो। अनि अब बल्ल यो आउँछ, म देखाउँछु तपाईहरुलाई कसरी प्याकिङ गर्दैछ। यो चाहिँ मेरो दोस्त हो अनि हात खुट्टा लगाएर प्याकिङ गर्दैछ लिडको ब्यागमा। उतापट्टि सुटकेस छ। लिड कलेजलाई मन पराउँदैन, तर कलेजले दिएको सामान एउटा झिक्रो पनि छोड्दैन। गजबको साथी छ मेरो। यसरी प्याकिङ हुँदैछ। यतापट्टि यो पेन पेन्सिलहरू अब पढनदास मान्छे हो, भोलि पर्सिको सरकारी जागिर तयारी गर्ने बुक्सहरू त्यहाँ छन्। क्लियर ब्याग त्यस्तै, फाइल होल्डर त्यस्तै, यस्तो छ मेरो दोस्तको पारा। के छ दोस्त भन्नु पर्ने तँलाई? टेक केयर भनिरहेछ, अब ठिकै छ। अब भोलि ट्रेनसम्म बस आशा गर्छु तपाईहरुले मेरो माइकबाट सुनिरहनु भएको होला। यो कुराहरू नसुन्नु भएको छ भने झन् राम्रो हो। अनि यो सालेले मलाई टाइममा कल गरेर बस्नु भनिरहेको छ हैन। अनि यही साले हो जो साथीहरुको फोन उठाउँदैन। हैन तेरो के अफ भइहाल्छ मलाई थाहा छ, त्यो छोडिदिउँ, केही छैन। यसले प्याकेजिङहरू गर्दैछ, के हुन्छ कस्तो हुन्छ आजको र भोलिको भ्लग कम्बाइन गरेर म तपाईहरुलाई देखाउँछु होला। अनि त्यही हो, यसले यो सबै मिल्थ्यो भने यसले दराजै बोकेर लान्थ्यो, अब मिल्दैन हैन। त्यही हो, त्यस्तै छ। मेरो चाहिँ कपडाहरू त्यहाँ आत्महत्या गरेर बसिरहेका छन्, त्यसले चाहिँ आत्महत्या गरेको कपडाहरूलाई मुक्ति दिँदैछ। यस्तै छ साथीहरू, अब जोड्दै जान्छ हाम्रो। यस्तै छ पारा। रिस उठेको बेलामा हामी झार्दिन्छौँ बाघको पनि धारा भन्दै अहिलेलाई म यो भिडियो यहीँ बन्द गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। गुड मर्निङ एभ्रिवान। यो नेक्स्ट डे हो। हिजो मैले तपाईँलाई प्याकिङ गरेको सम्म देखाएको थिएँ, सबै प्याकिङ सकिसक्यो। अब आज ल्यापटप प्याकिङ हुँदैछ है, हेर्नु है म देखाउँछु। यस्तो यो अलग लेभलको छ यहाँ। यो चाहिँ के हो भनेर सोध्नु होला। यसले 1.5 वर्ष जति भयो ल्यापटप किनेको, अनि त्यो खोलदेखि लिएर भित्रको पाउचसम्म यसले सबै राखिरहेको छ अहिलेसम्म। त्यो फ्लिपकार्टको बक्सै पनि छ त, त्यहाँ देखिँदैन, निकालेर देखा न। फ्लिपकार्टबाट आएको बक्स धरि यसले फ्याले छैन, यसले त्यो पनि लिएर जान्छ घर। फ्लिपकार्टको डब्बा हो। ल्यापटपको डब्बासम्म त ठिकै हो, फ्लिपकार्टको पनि डब्बा नपालेको देख्दा चाहिँ मलाई हुन त अब त्यो 42,943 रुपियाँमा 43 रुपियाँ त डब्बाकै पर्यो होला भनेर नफेले होला हैन। ल्यापटप चलाउन थालेको 1.5 वर्ष भयो नि, अफिस एक्टिभेट गर्ने कसरी पढिरहेको छ मेरो साथी। तगडा मान्छे हो। यस्तै हुँदैछ। अब बाँकी फर्दर विल सी के हुन्छ। यति बेला घडीले दिउँसोको 4 बजाइसकेको छ। अनि अब 4 बजे 5 बजे 6 बजे गर्दै 9 बज्नलाई खासै धेरै समय बाँकी छैन। त्यति भएपछि त जानैलाई
नजाउसम्म भन्न सकिन्छ, बाटो छेक्न सकिँदैन। त्यसमाथि घर जाने मान्छेलाई नजा त भन्नै मिल्दैन। त्यही भएर यति बेला हामी के गर्दैछौँ भने म मेरो साथीलाई, मेरो भुवासडी के दोस्तलाई दारू त मैले पिलाउन सक्दिनँ किनभने म आफै खाँदिनँ। यसलाई के गर्न ल्याएको छु भने म्याङ्गो जुस खान ल्याएको छु। र यो चाहिँ हाम्रो म्याङ्गो जुस हो। यो साले भुवासडी किले चियर्स पनि नगरी खायो। मैंगो जूस है ना, मैंगो शेक हो। म्याङ्गो हल्लाको म्याङ्गो शेक म्याङ्गो शेक ल्याएको छु। केरदाको मैंगो शेक नबनेर टट्टी भन्नु खोजे खाले छैन। खाइहेरौँ ल कस्तो छ। ठिकै छ, इट्स नट ब्याड, तर वाउ भन्ने खाले पनि छैन, केही छैन। सबै कुरा सधैँ आफूले भने जस्तो पनि हुँदैन। त्यही नै हो। अब अहिले म्याङ्गो जुस खुवाउँछु अनि त्यस पछाडि रुममा गएर खाना बनाएर खुवाउनु पऱ्यो, पानी पठाउनु पऱ्यो। त्यसपछि त छँदैछ जिन्दगी यस्तै। अहिले चाहिँ मैले अब के गर्न थालेँ भने खासमा बिर्सेछु मैले खिच्नलाई। अब केटाहरू जान्छ नि दाजु, अनि अब खाना चाहिँ खुवाएर पठाउनु पऱ्यो भनेर आँटिरहेको छु। अलमोस्ट 6-7 महिनादेखि सुशीलले रेगुलर जस्तो बनाएर खाना खाइरहेको थियो। अब चाहिँ त्यो रेगुलारिटीले तोडेर म बनाउन गइरहेको छु। अनि सो वाट आइ एम डुइङ इज, अनि यहाँ प्याज भुट्दैछु होइन। मेरो मसला ससला यता छ। मैले खाना चाहिँ बनाएर हो त्यो हटकेसमा राखिसकेको छु त्यो निलोमा। अनि यहाँ यता टमाटर भयो, फोहोरलाई इग्नोर गर्दैन है। अनि यहाँ यो भिन्डी भयो। म चाहिँ भिन्डीको तरकारी बनाउने विचार गरिरहेको छु होइन। सो अब यो बन्दै गर्दाखेरि म तपाईँहरूलाई देखाउँछु ल। यो मलाई एउटा हातले समात्दै अर्को हातले खिच्दै यो काम गर्दै गर्न अप्ठ्यारो हुन्छ। फेरि देब्रे हात गतेलसँग काम गर्दैन, त्यस्तो चिजमा देब्रे हात छैन नि त। त्यही नै अब के हुन्छ म देखाउँदै जान्छु। अनि बेलुका म त यिनीहरूलाई छोड्न पनि जान्छु प्लेटफर्मसम्म, जङ्सनसम्म भनौँ न। अनि त्यो पनि देखाउँछु म। अहिलेलाई किप अन वाचिङ है त। के तुन गर्दै के गरेँ भने मैले भिन्डी ओइदिएँ, त्यस पछाडि मसला ससला हाल्नुपर्ने हालेँ। अनि अब तपाईँलाई देखाउँछु ल यसको लुक्स कस्तो भयो। यस्तो भयो यो। अनि यसलाई चलाउने गर्दैछु। अब चाहिँ डढ्छ होला। अब चाहिँ फ्लेम अलिकति घटाइदिनु पऱ्यो। 800 पकाउनु ठिकै हुन्छ होला। यस्तै हुन्छ कि होइन न, देखाउन पनि मन लाग्छ होइन भ्लगमा। अनि भन्नै म देब्रे हातले देखाउँछु हुन्छ कि अलिक सजिलो भयो। यो मलाई इन्डक्सनमा जुरुक नाच्छ। यो चाहिँ किन यस्तो भएको, डढिरहेको जस्तो भएको भने मैले पानी नहालेको भएर हो होइन। यसलाई पानी चाहिँ अब म हाल्छु पहिला, आफ्नै ढङ्गले पाकोस् अनि ग्रेभी पार्ने भनेर हो। ढेको ड्याम गरेको सुन्नुभयो होला। हावा जोडले चल्छ, मान्छे पनि हावाहरू भएको ठाउँ छ, नाचिरहेन न यो त्यस्तो भयो। त्यही नै हो। अब खाने बेलाको एउटा क्लिप खिच्छु अनि जाँदाखेरिको क्लिप खिचेर देखाउँछु तपाईँलाई। त्यही हो। भोलिदेखि एक्लै हुनु छ। मैले नुन लिएर आएको थिएँ, नुन यहाँ खनाएँ, पानी पनि लिएर आएको छु हाल्नलाई भनेर। ल स्टे ट्युन्ड है, हेर्दै गर्नु है। त्यस्तो वाउ कस्तो रमाइलो भ्लग भन्ने नभए पनि छ्या भन्ने त हुँदैन होला होइन। यु सुड नो क्या हाउ अ पर्सन फिल्स बिङ अवे फ्रम होम भनेर। हुन त यसरी देखाउने धेरै युट्युबर साथीहरू हुनुहुन्छ। सबैको आफ्नो आफ्नै तरिका हुन्छ। मेरो तरिका चाहिँ के हो मलाई थाहा छैन। स्टिल केही सानो मेरो चाहिँ युट्युब च्यानलमा कविता पनि भेट्नुहुन्छ होइन, भ्लग पनि भेट्नुहुन्छ, छोटा मुक्तक जस्ता कुराहरू पनि भेट्नुहुन्छ। प्लान चाहिँ अझै गर्न मन छ युट्युबलाई, तर अब
करियर एकातिर युट्युबरकोतिर हुन्छ अनि लेट्स सी अहिलेलाई चाहिँ भ्लग हेर्दै जानु होला तपाईँहरू। मैले खाना बनाएँ, यहाँ मेरो छ सुँगुरले जस्तो खाना आँटिरहेको छु। यता केटाहरू छन्, यही मुलाको साग हो जान लागेको, त्यही नै हो। खाना खान्छौँ अनि देखाउँछु बाँकी कुराहरू खाने बेलामा। मुलाको सागको लागि यसले भिन्डीको चटनी बनाएछ। चटनी सरी के डिलिटै गरिदिन्छौँ यो भ्लग। फाइनली 30 दिन 28 दिन 27 दिन 10 दिन 5 दिन भन्दा भन्दै आज चाहिँ जाने दिन आइसक्यो। आजभन्दा 5 दिन 7 दिन अगाडिसम्म चाहिँ म पनि एक खालको अलि बवाल एक्साइटेड थिएँ। मसँग चाहिँ राजेश दाई हुनुहुन्छ, यो सुशील छ, म चाहिँ अब यस्तो गरेर यसको भरिया होइन गुडैया यो गरिरहेछु। अब हामी निस्किन्छौँ अनि यसलाई फ्रन्ट अफिसबाट चाहिँ के हुन्छ भने हाम्रो कलेजले ट्रान्सपोर्टेसन दिन्छ अनि कलेजको ट्रान्सपोर्टेसनमा हामी जान्छौँ, त्यो पनि म देखाउँछु। अहिले चाहिँ अब ठ्याक्कै 8:30 हुन लाग्यो, यहाँबाट हामी निस्किन्छौँ अनि बाटोमा के हुन्छ देखाउँदै जान्छु। म चाहिँ ट्रेन स्टेसनसम्म मात्र जाने हो, त्यस पछाडि केटाहरू जान्छन्, म फर्किन्छु। दिस इज अल। तपाईँहरू पनि केटाहरूलाई अल द बेस्ट, सेफ जर्नी भनेर भनिदिनुहोस्। अँध्यारो भयो, अँध्यारोमा राम्रो आउँदैन, म अब फ्रन्ट अफिस गएर खिच्छु। हामी चाहिँ फ्रन्ट अफिसमा आइपुगिसक्यौँ होइन, अनि यो भयो होइन। अब गाडी बनाएछौँ, गाडी आउनु पर्ने हो, गाडी आयो भनेदेखि अनि त्यो गाडीमा हालेकोदेखि लिएर सबै कुरा रेकर्ड सुशील गाइरहेछ। नम्बरै बन्द गरिदियो। के छ तँलाई भन्नुपर्ने? गाडी आयो, अब हामी गाडीमा जान्छौँ। गाडीमा बस्यौँ, अब यो अँध्यारो छ देखिँदैन होला होइन। सुशील यता, सत्येन्द्र उता, अनि हाम्रो गाडी सर हुनुहुन्छ यता, राजेश दाई अगाडि हुनुहुन्छ। यो चाहिँ रोड हो है, अब रोडको भ्यू हेरौँ। अब के गर्नु त, मान्छे देखिँदैन, यस्तै छ होइन। रोड पनि अब यो फोकसले गर्दाखेरि इस्यु होला जस्तो छ। मलाई त केटाहरूलाई देखाउँछ नि त, यो सुशील हो। धेरै नै अँध्यारो भएपछि त केही पनि नदेखिँदो रहेछ यार। फ्ल्यास अन गर्नु, फ्ल्यास अन गाडी चलाउनु केही छैन, यस्तै हो। आज चाहिँ पालकडमा मेला पनि हो होइन, त्यो भएर यस्तो भइरहेछ। सामान बेच्ने गर्ने, अब यो कस्तो हुन्छ भने एउटा जोन, कोर जोन जस्तो हुन्छ, अनि त्यहाँ बसेर बेच्छन्, त्यो भएर खासै त्यो देखिँदैन क्या, एकदम सानो एरियामा हुन्छ। त्यही भएर अब अरू त के नै देखाउनु, राति भइसक्यो। अगाडिको सिटमा बस्यो भएदेखि खिच्न हुन्थ्यो, फ्रन्टको दृश्य अब त्यो मिल्दैन यहाँबाट। कोसिस गरौँ यहाँबाट यस्तरी, ल भ्याउँछ क्या, भ्याउन त भ्याइरहेछ, तर यो गाडी स्पिड यस्तो छ कि मेरो फोनको स्टेबलाइजेसनै फेल गरिदिरहेछ यार। राम्रो ओआइएस, इआइएस, बिआइएस केही देखाउँ भने जिआइएस चाहिन्छ, गाडी स्टेबलाइजेसन सिस्टम। मान्छे स्टेबलाइजेसन सिस्टम, अप्टिकल इमेज स्टेबलाइजेसन भनेको क्या अरे यो ओआइएस भनेको। यो गाडीवाला इमेज स्टेबलाइजेसन चाहियो, मान्छेको त खुदै छोड्दैन। यस्तै होला, अब के गर्ने। रेलवे स्टेसन आइपुग्यौँ अनि गाडी यही हो होइन। त्यसपछि अरू भनेको त्यस्तै उस्तै हो। म थ्याङ्क यू भन्छु, थ्याङ्क यू भन्छु, म थ्याङ्क यू भन्छु है। एउटा एकछिन सर, थ्याङ्क यू भेरी मच, विल सेन्ड देम एन्ड कम इन अटो। ओके, थ्याङ्क यू। ल मैले थ्याङ्क यू पनि भनिदिएँ। अब हामी सामान लिएर जान्छौँ, त्यही हो, बाँकी कुरा छैन, यस्तै हो। अरू देखाउँदै जान्छु। फाइनल्ली प्लेटफर्म नम्बर 5 मा आइपुग्यौँ। पछाडि केटाहरू देखि नै रहनु भएको होला। अनि यो चाहिँ प्लेटफर्म नम्बर 5 हो होइन, यस्तो गरेर देखिन्छ। प्लेटफर्म नम्बर 5 हो यो, अनि यस्तो छ प्लेटफर्म। केटाहरू यहाँ छन्, एनाउन्समेन्ट भइरहेको छ। यही बाटो हो भोलि म पनि ट्रेनमा जाँदा घर जाने, भोलि इन द सेन्स पछिको समयमा।
यस्तै छ यता अर्को एउटा ट्रेन छ यो कतै जाने ट्रेन हो अब त्यहाँ पर लेखेको छ नाम तर आई क्यानट रिड होइन त्यही नै हो अब केटाहरू बसिरहेछन् म पनि बस्छु एकछिन अनि यिनीहरूलाई पठाएपछि घर जाने हो घर नपुग्दासम्म मतलब आई मिन होस्टेल नपुग्दासम्मको चाहिँ मलाई तपाईँहरूलाई देखाउन मन छ आइम नट स्योर अब कति देखाउन सकिन्छ कति देखाउन सकिँदैन त्यो अलग कुरा हो त्यो टेक्निकल कुरा पनि होला के होला अनि अब अलि बढी नै भावुक भइयो भने त्यो देखाइँदैन तर बाँकी भनेको सबै चाहिँ ठिकै छ यस्तै हो ट्रेन आयो होइन हतार हतार भयो गर्नलाई अनि केटाहरूलाई हामी चढायौँ त्यस पछाडि हामी यहाँभित्र छन् केटाहरू त्यो हो होइन अब जान्छौँ म चाहिँ कोक पिउँदैछु भित्रबाट हामीले त्यहाँ बोलायौँ होइन केटा थाम्न सकेन आयो यस्तै हो हामीले गर्ने भनेको यस्तै हो होइन यिनीहरू गइरहेको छ फोन गर्दै गर्ने बाटोबाट यस्तै हो यिनीहरूलाई अल द बेस्ट भनिदिनुहोस् भाइ राम्रो छ हामीले चाहिँ केटाहरूलाई ट्रेन चढायौँ अब के गर्छौँ भने हामी अब कलेज त फर्किनु पऱ्यो होइन अब हामी अटोमा फर्किन्छौँ म र राजेश दाइ जाँदैछौँ अटोमा फर्किन्छौँ अटोलाई सोध्छौँ कति पैसा लिन्छ त्यसपछि फर्किने हो अनि भ्लग सकिन्छ केटाहरू गयो ट्रेन चाहिँ तल छ अब हामी चाहिँ फर्क्यौँ किनभने धेरै ढिला भइसक्यो राति 10 बजी लागिसक्यो है त अब चाहिँ हामी बाहिर जाँदैछौँ रेलवे स्टेसन बाहिर गएपछि अटो पाइन्छ अनि अटोमा हामी जान्छौँ है कि नहीं हम किस में जाएंगे किस में जाएंगे अब कॉलेज ऑटो में जाएंगे तो ये बार्गेनिंग करेंगे इनको मलयालम आता है मुझे मलयालम नहीं आता है मलाई मलयालम आउँदैन अनि अटोहरू चाहिँ जहाँ पनि सकेसम्म पैसा लिइहालौँ भन्ने हुन्छ कि के हुन्छ बढी भनिहाल्छ हामीले अटो पनि पायौँ अनि हामी अटोमा बसि पनि सक्यौँ अब यहाँबाट कलेजसम्मको बाटो हो अनि त्यस पछाडि चाहिँ आजको भ्लग सकियो साथीहरू गए अब म एक्लै यस्तै हो हामी चाहिँ अटोमा हिँड्दैछौँ होइन रातिको बेलामा चिसो मजा आउने दिउँसो चाहिँ धेरै गर्मी हुन्छ राति चाहिँ चिसो मजा आउँछ कि म कलेजभित्र आइपुगिसकेँ कि अटोवालासँग अलिकति पैसा दिने बेलामा 180 200 250 300 भइरहेको थियो फाइनल 180 तिर्यौँ अनि आइपुग्यौँ हामी यहाँ त्यसपछि अब हामी सुत्छौँ यस्तै हो के